एकैचोटि यो चाहिँ दृश्य हेर्नु त। यो काहीँ नभएर सुदूरपश्चिमको कैलालीको गोदावरीमा धनादेवी धामी दिदीको टेम्पो चाहिँ वनका कर्मचारीहरूले पल्टाइदिए। कहिले मोबाइल पानीमा डुबाइदिन्छन्, कहिले घरमा ढुङ्गा हान्छन्, कहिले घर भत्काइदिन्छन्, कहिले टेम्पो पल्टाइदिन्छन् अनि भन्छन् सुदूर अब दूर नै झिक्कै झिक्कै माया तमलाई गरिबको चमेली बोलिदिने कोही छैन। आखिर सरकार कसको लागि, के को लागि? यो त गरिबको सरकार रहेनछ नि, यो त हुने खानेको सरकार रहेछ, यो त पुँजीवादीको सरकार रहेछ। गरिबलाई पेट पाल्न पनि नदिने कस्तो सरकार, कस्तो त्यो कर्मचारीको मन। छिट्टै कारबाही गरियोस्, उचित तरिकाको क्षतिपूर्ति दियोस्। गरिब मारा सरकार, तिम्रो ध्यान आकर्षण होस्। धन्यवाद।